हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। धेरै दिनपछि अर्को मेरो नयाँ ब्लगमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। यो चाहिँ भिडियो हो आमाको मुखेर्नी औँसीको अघिल्लो दिनको शनिबारको दिनको हो। बिहान उठेर आफ्नो नित्य काम पूजा सरसफाइ गरिसकेपछि आज चाहिँ यो अलिकति तर्जमा बनाएर राखेको थिएँ मैले। अनि यसको चाहिँ आज नुहाउने निकाल्दैछु। अनि मही खाना हुन्छ भनेर चाहिँ यसलाई आज धेरै जम्मा भएको थिएन, थोरै नै बनाएको छु। यति नुहाउने जम्मा निक्लिएको थियो। यसबाट चाहिँ आधा मानाभन्दा अलिक कम घिउ निस्किन्छ। अनि त्यसलाई तताउन आज तताउँदिनँ, अर्को दिन 2 दिनको जम्मा बनाएर अनि तताउँछु। त्यसपछि अब किचनमा खाना बनाउने तयारीमा लागेको छु म। सुरुमा चाहिँ रुगाले छोडेको छैन, 1 महिना हुन लागिसक्यो। अनि अदुवा पानी खाने गरेको छु। एकपट्टि चाहिँ दाल बसालेको छु, अनि अर्कोपट्टि यता चियाको पानी पाक्दैछ, अदुवा पानी। अनि आज चाहिँ यो सिजनको फर्स्ट टाइम फर्सीको मुन्टा पाक्दैछ मेरो किचनमा। फर्सीको मुन्टा चाहिँ मलाई एकदमै सागहरूमा मनपर्ने चाहिँ फर्सीको मुन्टा। अनि यसमा पनि यो पातहरूभन्दा डाँठहरू मलाई बढी मनपर्ने। अनि यो वर्षको फर्स्ट फर्सीको मुन्टा पकाउँदैछु। हिजो लिएर आएर केलाएर राखेको थिएँ। सिम्पल अरू तरकारीहरू जस्तै सुरुमा तेलमा मेथी र जिरा फुराएर अनि आलु फ्राई गर्दैछु। एकछिन आलुलाई हल्का पाक्ने जस्तो बनाएपछि अनि यसमा टमाटर मसलाहरू राखेर बेसिक मसलाहरू राख्छु। लसुन अदुवा राखेको मनपर्छ मलाई चाहिँ यो फर्सीको मुन्टामा। अनि थोरै अदुवा लसुनको पेस्ट पनि राख्छु। आलु हल्का पाकिसकेपछि चाहिँ मैले यो फर्सीको मुन्टा राखेर यसमा राम्रोसँग यसलाई चलाउँछु 1-2 मिनट। अनि त्यसपछि पानी नराखिकन यसलाई छोपिदिन्छु। यतिकै पानी नराखिकन बनाएको मनपर्छ मलाई चाहिँ, यसै गरी बनाउँछु। दाल पनि पाकिसकेको छ। अनि यता दाल झार्नको लागि चाहिँ मैले तेलमा जिरा फुराएँ। अदुवा मैले पहिले दालमा नै राखेको थिएँ। अरू मसलाहरू अरू प्याजहरू राखेको चाहिँ मलाई मन पर्दैन। अनि जिरा राखेर दाल झाने मैले।
दाल तरकारी पाकिसक्यो अनि खाना बसालेको छु। यता चाहिँ अचार बनाउन तयारी गर्दैछु। आज मैले चाहिँ यो कोइरालाको अचार खानको लागि कोइरालो लिएर आएको थिएँ थोरै, अनि 1-2 दिन अगाडि 1 दिन खाएर अनि अलिकति रहेको थियो, अनि आज फेरि त्यसलाई बनाउँदैछु। यसमा चाहिँ मैले थोरै आलु अनि त्यसपछि अलिकति काँक्रो अनि कोइराला पनि थोरै राखेर अनि तिलको छोप राखेर यसलाई बनाउँदैछु। मलाई चाहिँ यो कोइरालाको अचारमा चाहिँ कोइराला चाहिँ अलि थोरै अनि आलु अलि बढी राखेर बनाएको मनपर्छ। अचार एकदम मिठो भएको थियो। थोरै पिरो राखेर बनाए प्रसन्न पनि खान खोज्छ, धेरै पिरो नराखेको चाहिँ। खाना खाएर चाहिँ हृदय र म चाहिँ आज माइती घर हिँड्यौँ। हामी चाहिँ घरनिर पुग्न लागेपछि यहाँ बाटोमा ऐसेलु पाकेको रहेछ, अनि म चाहिँ ऐसेलु टिप्न भनेर यहाँ बाटो मासतिर ऐसेलुको झाङमा गएको छु। मसँग चाहिँ अङ्कलको छोरी पनि छ, बहिनी, अनि हामी 3 जना चाहिँ बाटोभरि ऐसेलु अनि किम्बु खाँदै फोटो खिच्दै बिस्तारै गयौँ। अनि म चाहिँ त्यो दिन बसेर भोलिपल्ट औँसीको दिन बिहान खाना खाएर फर्किएँ। हृदय चाहिँ मामा घरमै बसेकी छ। आजको भिडियो यति नै। फेरि अर्को नयाँ भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियोबाट बिदा माग्छु। मेरो च्यानललाई प्लिज सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, अनि भिडियोलाई पनि लाइक गरिदिनु होला भन्दै बिदा माग्छु। बाई बाई, नमस्ते।